हेलो गाइस नमस्ते वेलकम ब्याक टु माई च्यानल। अनि हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा चाहिँ। अनि आज चाहिँ म लङ टाइम पछि चाहिँ मेरो भिडियो स्टार्ट गरिरहेको छु। अनि आज चाहिँ किन कहाँबाट चाहिँ एक्काछु माई गड भनेर सोच्नु हुँदैछ भने चाहिँ आज चाहिँ हामी कहाँको छौँ भन्दा चतराधाम आएको छौँ। अनि त्यहाँदेखिको चतराधाम दर्शन गर्नुको लागि। अनि अब चाहिँ हामी कहाँ जानुपर्ने हुन्छ, अब हामी खुवालुङ जाँदैछौँ दर्शन गर्नुको लागि। अनि अब चाहिँ हामी बोट चढेर जानुपर्ने हुन्छ। हाम्रो बोटको टिकट लिँदै हुनुहुन्छ। अनि यता हाम्रो हेलो गाइजहरू यता हैसिन्छ बच्चा बच्चीहरू चाहिँ। अब यहाँदेखि टक्क यता जानुपर्ने हुन्छ गाइजहरू। अहिले चाहिँ हामी बोर्डमा मान्छे नपुगेर चाहिँ वेटिङमा छौँ। साथीहरू आज चाहिँ हामी बोर्ड नआएर होइन यहाँनिर हामी चाहिँ 11 बजिसक्यो। हामी चाहिँ पर्खाइमा छौँ बोर्डको। अझै बोर्ड पनि आइपुगेको छैन। मान्छेहरूको हालत त्यस्तो भइसकेको चाहिँ। हाई आन्टु हाई भन्दै उता हाई आन्टु आनन्द कस्तो लागिरहेछ तिमीलाई? स्वरूप हेलो स्वरूप कस्तो लागिरहेछ? किन नि त श्रीमान्जू हजुरलाई कस्तो लागिरहेछ? यता हेरिसियो न अनुहार देखाइसियो। निलैले उहाँएर माउले चल्ला ओछारे जस्तै बदैले छोरा ओछारेको यतिको चाहिँ हुनु पर्यो है। बाउ भएपछि गाइजहरू हामी सबै यहाँ मान्छेहरू सबै बोर्डको वेटिङमा हो। ल है गाइजहरू यहाँनिर चाहिँ यसरी मान्छे पनि उडिरहनु भएको छ। मान्छे चढा यसलाई के भन्छ अरे भन्नु त? प्याराग्लाइडिङ हो। आयो बोर्ड आयो, हामीलाई इन्तजार गर। लेन्स गर्ने भएर सोल्टीले फेरि लेन्स गर्नु है त लेन्स। यतिको चाहिँ इङ्ग्लिस बोल्ने हुनुपर्छ गाइज। यहाँ तल केही सुविधा हुन्छ गाडीहरूको? आयो हामीलाई लिनु गाडी। यहाँ झरेको भए त हुन्छ नि। ल फाइनली गाइज आयो हाम्रो चाहिँ। गाइजहरू बोर्ड आयो। बोर्डबाट मान्छे झर्दै हुनुहुन्छ यहाँनिर चाहिँ। हामी फेरि चढ्ने यता रेडी छौँ। एकछिन मान्छे झर्नु पर्यो। पहिला ओर्लिनु सामान झार्नु छ, पहिला सामान लोड गर्नुपर्छ। यता सबैजना यता उभिएको जाति चाहिँ हामी उँभो जाने। के लगाएको त चाहिँ? त्यो के लगाएको दाजु? योहरू त अहिले हामीले बान्ने लाउने हो, सेफ्टी हो। होइन अहिले चाहिँ के लगाएको नालाबाट भने? पेट्रोल? पानीको बोतल त ब्यागमा अब हो धेरै अब जाने कि केटाकेटीहरू एक्साइटेड भइसकेका छन् यहाँनिर चाहिँ। नगर नि चिसो हुन्छ, जाडो हुन्छ। ल गाइजहरू हामी चाहिँ यतातिरै आनन्द यता हेर छोइन रन्जित ब्रो रजिन ब्रो दाजु हाई स्वरूप यता हेर। ल है यो चाहिँ हाम्रो टिमहरू है यतातिर चाहिँ सबजना। ल गाई झोला बोको त्यो पानी छिटिन। हामी लाग्यौँ ल त साथीहरू।
बाटो बारा क्षेत्र हामी जहाँ गइरहेको छौँ अहिले के अरे योबाट गाडीबाट जाने रोड चाहिँ माथिबाट भएको छ भने हामी चाहिँ अहिले बोटबाट यहाँ पानीबाट बोटबाट जाँदैछौँ जल यात्रा हाम्रो चाहिँ गाइडहरू माथितिर चाहिँ फेरि रिसोर्टहरू पनि खोलेको छ है गाइडहरू गाई चतारा धाम आइपुग्यो यही हो गाईहरू चतारा धाम भनेको चाहिँ हामी सँगसँगले हेर्नु होला चतारा धाम आइपुगेको छ गाईहरू बल्छ पार्दै रहेछ देवालीहरू हुँदैछ ल वेलकम टु चतारा धाम गाइजहरू माछा बुझ्दैन मार्दैछ त्यहाँ तल वाह वर्षा है यार वाह भाइ बा ए यता रहेछ नि हेर्नु गाईहरू माथि अर्को पैदल यात्रा जाने ठाउँ बनाउँदैछ मान्छे त्यहाँनिर पुरै धुरो छ नि त पुरै लगेको ए पुरानो बाटो माथि रहेछ नि त गाईजरहरू पहाडको फेदी हामी चाहिँ सरर लेको पानी जान्छ है गाईजहरू फेरि पिटकमा नि फेरि केपी बाले पानी जान्छ यता फेरि वाउ माछा मार्दैछन् त्यहाँ मान्छे हामी पालुङ एकदम पिपलहरूमा अगाडि बढिरहेको छौँ मसिनो केटाकेटीहरूसँग हामी चाहिँ पूजा गरेर अब हामी चाहिँ यहाँनिर नास्ता खाइसक्यौँ हामीले चाहिँ चटपटे कोकहरू बच्चाहरू यता यहाँनिर चाहिँ यस्तो ठाउँ रहेछ बनाएको खाजा खाने ठाउँ बस्ने ठाउँ पालुङमा चाहिँ हामी चाहिँ पूजा त्यहाँनिर गर्नुपर्ने रहेछ खोलाको किनारमा हामी यता छौँ यतिको चाहिँ हाल्नुपर्ने हुन्छ होइन के खायौँ जेउ जेउ यो प्योर कोक हो होइन कसले भन्छ त लोकल थेला कोक त फेरि उहाँबाट देख्छ भनेर त्यो अब युट्युबमा हाल्यो भने अलिअलि खुकुरियन मिसाएको छु उहाँदेखि फेरि फोन आएर मान्छे भन्दा ठुलो बच्चाहरूले बोकिरहेको छ नि पाकिट म यता छु गाई श्याम हो कोक टेप्केर आउन त हामी पनि घुमाएर ल्याइदियो ठिक गर्ने नि भन्छ पैसा छैन भन्दैको अनि पैसा गाई हामी चाहिँ धरान आराम आयो हजुर को ल यसो यहाँ नै ओ रबिन ढोल यो ढोल होइन यो रहेको छ ढोल अनि यहाँनिर चाहिँ हलो त्यो हलो बोकेको किसान देख्न सक्नुहुनेछ यहाँनिर अनि यहाँ चाहिँ के ढाका हलो होइन कोडालो यो चाहिँ ढाकर भन्छ यसलाई चाहिँ ढाकर बोकेको भारी बोकेको पहिलीको
हो यसरी बोक्थे मान्छेहरू यो थाल पनेमहरू भनेको चाहिँ खाना पकाएर जहाँ बास बस्छ त्यही खाना पकाएर खाने भनेर अनि यो चाहिँ के हो यो चाहिँ के को भारी हो के अरे यत्रो भारी बोकिरहेको छ नि दाजुहरू खुसी नखुसी यहाँ मान्छे हामीहरू त हिँड्दा नि दुखी र यत्रो भारी बोकेको दाजु छ खुसी छ हामी घुम्न आएर हाँसी खुसी छैन भन्छ ओ यहाँ आएर यहाँ बिरुवाहरू रोप्दै गरेको त्यो किन फोटो तासेको के गर्नु कुन त्यो किन फोटो तासे त्यहाँ सहयोग गर्ने मान्छेहरूको नि के के भयो तिनीहरुलाई सहयोग गरेको मान्छेहरूको फोटो राखेको के भयो उम्, अनि के भयो के भएर केही नखेनी सहयोग गरेको भन्छु त बेल्चाहरू रहेछ चिन्डोहरू भयो यो बेल्चाहरू आमा कहिले आउनुभएको कति बेला आउनुभएको हजुर को आउनुभएको फिर्ने बेला भएको ए गइसक्नु भएको उता ए ल यो चाहिँ किन लुकाएको यहाँभित्र चाहिँ के छ र लुकाएको ए पाइप बोक्दै हुनुहुन्छ चाहिँ सकिएको पनि रहेनछ होइन गाइस यहाँनिर निर्माण कार्यक्रम धमाधम हुँदै रहेछ देश सोच्न सकूँ म देश बोल्न सकूँ देशकै कर्म गर्न सकूँ म देशकै लागि मर्न सकूँ वाह 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 भन न कोही त यार ड्याडी बाबा चाहिँ यता भइसिन्छ अनि हामी यता टाक्टासँगले जाँदैछौँ यहाँनिर आएपछि शीतल आनन्द चिल भयो क्या गाई छैन राम्रो यो के हो फलेको यार कोला पनि फलिसकेछ अनि त्यहाँको त्यो के हो नेभारा हजुर नेभारा अनि नेभारा यहाँ अमिलहरू फुल फुल्दै रहेछ हजुर के ए फुलै फुल रहेछ है गाईचहरू यहाँनिर निर्माण कार्यक्रम धमाधम रहेछ बनिसकेको रहेनछ अरू पनि बनाउँदै हुनुहुन्छ यहाँनिर चाहिँ अनि यता अब हामी आएर काट्ने ठाउँतिर जाँदैछौँ यार हामी गरिसकेको छौँ उता भने होला ए मेन हर्काजीले कोला फलाइसक्नु भएछ गाइस ओ माइ गॉड त्यहाँ हेर्नु फुल ए फुलको बिरुवा सयपत्री फुलको बिरुवा टन्नै रहेछ यतातिर चाहिँ यो चाहिँ के हो सिमेन्ट त सिमेन्ट हो तर यो नेचुरल उयो जस्तो बनाएको होला ल धरान आइपुग्यो धरान यहाँ चाहिँ धरान आएर सालुको माया अरे चाहिँ त्यहाँ लेखेको छ नि सालुको माया लेखेको छ यहाँ चाहिँ माछा रहेछ गाई चाहिँ कछुवा त्यो कछुवा हो कि होइन नक्कली नै धरान आएर काट्ने ठाउँ यहाँ रहेछ टक्कसँगले यता हेर्दाखेरि आनन्द ला के भएको अन्त लगाएछ हामी चाहिँ धरानको आरासा हेऱ्यौँ अनि त्यहाँको अब हामी चाहिँ कहाँ जाने घर जाँदैछौँ अब चाहिँ हामी घर जाँदैछौँ अब चाहिँ कता चारवटा हेर्नु हुँदैन अब घर जाँदैछौँ है गाई चरा हामी चाहिँ यो ल गाई चरा चाहिँ हामी होइन श्रम संस्कृति पार्क कन्थनको धरान आएर सबै घुमिसक्यौँ अब चाहिँ हामी घर जाँदैछौँ अनि मेरो भिडियो चाहिँ धेरै लामो भइसक्यो अनि आजको लागि म एन्ड गर्दैछु थ्याङ्क्स फर वाचिङ गाइस
बटरफ्लाई हो थ्याङ्क्स फर वाचिङ गाइस आजको मेरो भिडियो एन्ड गरिसकेँ बाई बाई नेक्स्ट भिडियो बटरफ्लाई